है तूने बेवफाई, अरे ओ हर जाई ये दिल मेरा तोड़ दिया। देखी जो गुर्बत मेरी नजर तूने फेरी, राहों में मुझे छोड़ दिया। की है तूने बेवफाई, अरे ओ हर जाई ये दिल मेरा तोड़ दिया। देखी जो गुर्बत मेरी नजर तूने फेरी, राहों में मुझे छोड़ दिया। तूने मिल के रकीबों संग मेरे ओ दिल पे चलाई छुरिया, ओ दिल पे चलाई छुरिया। तुझको तरस ना आया, न देखी मेरी मजबूरियां, न देखी। चाहिँ गर्न खोजिरहनु भएको छ नयाँ लोकेसनमा र देख्न सक्नुहुन्छ उहाँले सुरुवात गरेको यो व्यवसाय चिकुवा देख्न सक्नुहुन्छ भट्टीमा मजाले मस्त पाकिरहेको छ। र यो रात्रिकालीन दृश्य पनि देख्न सक्नुहुन्छ हजुरले। अब उहाँको मुखबाटै उहाँका केही विचारहरू चाहिँ तपाईँहरूमा प्रस्तुत गर्न गइरहेको छु, सुन्नु होला, साथ दिनु होला। यसो आफ्नोबाट चाहिँ के जवाफ भन्न चाहन्छु म। भनेपछि हजुरको केही तल चाहिँ सरेको छ होइन व्यापार चाहिँ? पहिला चाहिँ हाम्रो यो राष्ट्रिय वाणिज्य ब्याङ्कमा थियो हजुर। अनि अहिले अब यहाँबाट ठ्याक्कै हाम्रो यो टिकट काउन्टरदेखि यो खरारी बिटको नजिक र एमएलए पार्टी कार्यालयको ठ्याक्कै नजिकै हाम्रो तल्लो साइडतिर सरेको छ अहिले। अब यहाँ नयाँ परिकार सहित अब नयाँ सहित हामीले भट्टी तयार पारेर अब पोलेको सेकुवा र मङ्गलसिनमा ऊर्जाका साथ नयाँ कति तारेको मात्र खाने कति मात्र खाने भनेर हामीले पोलेको सेकुवा खुवाउने प्लानमा गरिसकेका छौँ। अब यो तयारी हाम्रो भइसक्यो। अब हिजोबाट नै हाम्रो यो सञ्चालनमा आइसकेको छ भट्टी। अब आज चाहिँ लगभग अब जे होस् राम्रै भएको छ अहिलेसम्म। र हाम्रो सिक्का पनि आइसकेको छ। अब हेरौँ मङ्गलसेनमा चाहिँ अब यो पहिलोचोटि ट्राई गर्न गइरहेको।